यसको खर्च कटौती किन गर्नु परेको भन्ने कुराको बारेमा अरू बताउनु परेन सभामुख महोदय। मेरो विचारमा अर्थ मन्त्रालयको प्रस्तावलाई सञ्चार मन्त्रालयले कोल्याप्स हान्यो। यसरी एक ठाउँमा मात्रै भए त हुन्थ्यो सभामुख महोदय। यो करिब 5 ठाउँमा छ र मोटरसाइकलहरू स्कुटरहरू खरिद गर्ने कुरा यहाँ पेजै पछि पढ्न पाइन्छ। एउटा व्यथिति यो देखिएको छ र त्यो ताली अहिले प्रश्नमा रूपान्तरित भएको छ। अर्को नीतिगत हिसाबले हेर्नु पर्ने हो भने अगाडि बढाउनु पर्ने कुराहरू केही पनि छैन। जति नहुनु पर्ने ती सबै छन्, जे जति हुनुपर्ने र प्राथमिकता दिनुपर्ने ती केही पनि छैन। जस्तो कि डिजिटाइजेसनको कुरा छ। अघिल्लो सरकारले डिजिटाइजेसनको फ्रेमवर्क बनाएको छ। डिजिटल नेपालको फ्रेमवर्क बनाएको छ। आज त्यो कहाँ पुग्यो? चीनमा 50% यो आईसीटी सेक्टरको डिजिटाइजेसनको योगदान रहेको छ। कोरिया त्यस्तै छ। तर हाम्रोमा यसका पूर्वाधार निर्माण सम्बन्धी सूचना महामार्ग कहाँ पुग्यो? यसमा केही पनि उल्लेख छैन। हुलाक नुनदेखि सुनसम्म ई कमर्सको कुरा छ। कानुनको कुनै प्रबन्ध छैन सभामुख महोदय। हामीले 12वटा कानुन अघिल्लो पल्ट नै तर्जुमा गरेर पेश गरेका हौँ। त्यस उप केही पनि छलफल छैन। ती कहाँ पुगे मन्त्रालय बोल्दैन, मौन छ। किनभने त्यहाँ चाहिँ के कुरा रमाइलो छ भन्दाखेरि हलकारालाई एन्ड्रोइड मोबाइल सेट उपलब्ध गराइनेछ। कतिजनालाई सभामुख महोदय? कति छन् हलकारा यो देशमा? गजब गजबको यस्तो एउटा कुरा यहाँ देखिन्छ। अर्को एउटा देखिन्छ, सञ्चार मन्त्रालयको घुम्ती शिविर छ। बरु दारू शिविर राखे हुन्छ। प्रश्न छ कुरा, त्यसका निम्ति बजेट छुट्याइएको छ के? आँखाको घुम्ती शिविर स्वास्थ्य मन्त्रालयको भए पनि हुन्थ्यो। कानको के को निम्ति हो सभामुख महोदय? यो मैले केही पनि बुझ्न सकेको छैन। अर्को एउटा स्पेससँग सम्बन्धित छ, पोलिसीको कुरा छ सभामुख महोदय। हाम्रो देशको जमिनको सार्वभौम सत्ता मात्रै हुँदैन सभामुख महोदय, यो देशको स्पेसको पनि सार्वभौम सत्ता हुन्छ। त्यसतर्फ 73 तिर बनेको सरकारले रिन्यू पनि नगरेर आइटियूको पत्रको पनि व्यवस्था गरेर हाम्रो आकाश लाओसले खोसिरहँदा केपी ओली नेतृत्वको सरकारले त्यसलाई फिर्ता लिएर आएको छ। तर अहिले यहाँ हाम्रो जुन अर्बिटल स्लट छ 50 डिग्री र 123.3 डिग्रीको सेटेलाइट बनाउने त भनिया छ। कानुन खोइ सभामुख महोदय? कानुनका बारेमा सञ्चार मन्त्रालय बेखबर छ। सोसल साइटको कुरा छ। अर्बौं अर्ब पैसा बाहिरिएको कुरा छ। हिजो उडाइयो, आज 20औं अर्ब पैसा बाहिरिएको छ। फिल्म क्षेत्रमा पनि नेटफ्लिक्सद्वारा त्यसै गरी पैसा गएको छ। राज्यले कर समेत प्राप्त गर्न सकेको छैन। र यहाँ यस्तो देखियो खुलमखुला। अझ एउटा रमाइलो अर्को प्रसङ्ग छ। यसैमा यही बुकमा छ सभामुख महोदय, टेन्डर बिद नियुक्ति गर्ने। ठेकदार बिद पनि त गरे भइहाल्यो नि त। त्यो पनि त खल्तीमै होला। राणा छन् कि शाह छन् कि कार्की छन् कि खोजे भो नि यो क्षेत्रमा बिजनेस गर्ने। यो देखिया छ। र यो त कस्तो भयो भन्दाखेरि चाहिँ यो विधिको शासन रहेन। विधिको सर्वोच्चता, कानुनको सर्वोच्चता रहेन। गठबन्धनको सर्वोच्चताद्वारा चल्न खोजिएको छ। नीतिगत रूपमा यो पुरै खेदजनक छ। म भन्न चाहन्छु कि त्यो अर्बिटल स्लट जुन हामीले प्राप्त गरेका छौँ त्यसको सुरक्षा होस् र कानुन पहिला निर्माण गरियोस्। हामीले बनाइसकेका छौँ। स्पेस पोलिसी नेपालको बनेको छ। तर यहाँ के उल्लेख गरिएको छ? त्यसको निम्ति थप अध्ययन गर्न 79 करोड। अर्को एउटा रमाइलो छ, यति डुप्लिकेसन छ शीर्षकमा।
डाटा सेन्टरको लागि एकैछिनमा सक्न चाहन्छु सभामुख महोदय, तर यो विषय मैले भन्नै पर्ने हो। जुन विषयमा आज हामी छलफल गर्दैछौँ, डाटा सेन्टरको निम्ति 2टा बजेट छ। उही कुरा खरिद गर्न, उही काम गर्न, एउटा हेटौँडालाई एउटा केन्द्रलाई के भनेको बुझिएन सभामुख महोदय। यो चाहिँ कस्तो देखियो भन्दाखेरि चरम दुरुपयोगको निम्ति पहिल्यै झ्यालडोका सबै खुला राखिएको छ र यसलाई नीति कार्यक्रमद्वारा संस्थागत गर्न खोजिएको छ सभामुख महोदय। यो मैले भन्न चाहन्छु। अर्को एउटा गजब छ यहाँ, तपाईँ 5 ठाउँमा सवारी साधनको कुरा मैले उल्लेख गरेँ। सूचनाविधि केन्द्र, प्रमाणीकरण, बुलाक, मुद्रण, सबै ठाउँमा यो सवारी खरिदको कुरा छ। पत्रकारको पेशागत सुरक्षा र आर्थिक सुरक्षाको कुरा छैन। ती कुराहरू केही पनि उल्लेख गरिएको छैन। टेन्डर खरिद गर्नका निम्ति विज्ञ राख्ने जस्ता कुरा गरिएको छ र 5 गर्ने हुँदै। त्यस कारणले यसमा विज्ञापन कानुनको कुरोमा पनि अध्ययन गर्छु रे। कानुन बनिसक्यो सभामुख महोदय, सञ्चार मन्त्री कुन सञ्चारको कुरा गर्दै हुनुहुन्छ। त्यसैले मेरो अनुरोध छ, यसमा 1 रुपैयाँ पनि खर्च गर्नुपर्ने आवश्यक थिएन। तर इन्भोइस नम्बरको कुरा के हो, को कुरा के हो, सबै सकेर 20 वर्षमा नि बनाउँदैन सभामुख महोदय यो सरकारले त्यो काम। सबै कुरा सिद्धिएपछि सेतो हात्ती बनाउनका निम्ति, जनकपुर चुरोट कारखाना बनाउनका निम्ति सेक्युरिटी प्रिन्टिङ चाहिँदैन। यो देशको डिजिटाइजेसनको, यो देशको नागरिकको सेक्युरिटीको, डाटा सेक्युरिटीको कुरा गर्ने हो भने त्यो चाहिन्छ। त्यसैले सभामुख महोदय मेरो अनुरोध के छ भने यसरी दुनियाँलाई झुक्क्याउने खालको कुरो लिएर आएर हाम्रो न डिजिटाइजेसन, न यसमा इकोनोमिक कन्ट्रिब्युसन, न हाम्रो जबहरू चाहिँ अगाडि बढ्न सक्ने कुरा, यो केही पनि हुन सक्दैन सभामुख महोदय। यो सबै कुराले के बताउँछ भने हामी डिजिटाइजेसनतिर होइन, हामी जङ्गली युगतिर गइरहेका छौँ। सरकारको पोलिसी बोल्दैन। मर्जरका सम्बन्धी कानुन, दूरसञ्चारसँग पनि कानुनहरू छन्, त्यहाँ कत्रो समस्या छ। हाम्रो टेरानले, हाम्रो जनसङ्ख्याले, हाम्रो संस्थागत संरचनाहरूले केही पनि टुङ्गो गर्दैन सभामुख महोदय। त्यस कारणले म भन्न चाहन्छु कि यसमा 1 रुपैयाँ मात्रै कायम गर्दा हुन्छ। त्यति नै हो मैले भन्नुपर्ने। र अरू पनि कुरा छन्। यो प्रत्येक बुँदा झुटको पुलिन्दा, प्रत्येकमा यहाँ डुप्लिकेसन छ। म यहाँ देखाउन चाहन्छु। गजब गजब छ यहाँ। हस् हस्, धन्यवाद सभामुख महोदय। समय छैन भने यो अरूले पनि पढ्दा हुन्छ। म सोध्छु अन्तिममा यो सञ्चार मन्त्रीज्यूले आफैले हेरेर पेश गर्नुभएको हो कि यो विज्ञहरूले बनाइदिएको हो? कानुन उल्लङ्घन गरेर मान्छेहरू नियुक्ति गर्नुभएको छ, त्यसबारे केही पनि कुरा छैन। त्यसैले यो विधि नीति केही पनि छैन। त्यसैले यसमा खर्च गर्न पनि छैन। 1 रुपैयाँ कायम गरियोस्। धन्यवाद सभामुख महोदय।